श्री परमात्मने नमः। म लक्ष्मी। हामी भागवत गीता अध्याय 2 को श्लोक 13 मा छौं। श्री भगवान उवाच, भगवानले के भनिरहनु भएको छ है, भनिरहनु भएको छ। देहिनोऽस्मिन्यथा देहे कौमारं यौवनं जरा तथा देहान्त प्राप्तिर् धीरस्तत्र न मुह्यति। भगवानले के भन्दै हुनुहुन्छ भने नि अर्जुनलाई सम्झाउँदै हुनुहुन्छ। हे अर्जुन, जसरी यो देह, यो शरीर, यो जीवात्मा, यो शरीरमा बालपन आउँछ, यौवन आउँछ अनि जरा भनेको वृद्ध अवस्था हुन्छ, त्यसरी नै अन्य शरीर पनि प्राप्ति हुन्छ। हामी यही जीवनमा छौँ, त्यसैले हामीले बचपना बालापन देख्यौँ, जवानी देख्यौँ र वृद्ध अवस्थातिर जाँदैछौँ। त्यसै गरी अर्को शरीर पनि हुन्छ, त्यो चाहिँ प्रमाण हो, त्यो चाहिँ भगवानले दिनुभएको प्रमाण हो। त्यसै गरी हुन्छ। त्यसैले हे अर्जुन, तिमी चाहिँ धीर बन। धीर पुरुषहरू चाहिँ त्यस्ता कुरामा मोह गर्दैनन्। शरीर जान्छ अथवा शरीर मर्छ भन्ने कुरामा मोह गर्दैनन्। त्यसैले तिमीले पनि यो मोह त्याग्नुपर्छ। युद्धमा छन्, युद्ध अगाडि युद्ध आइरहेको छ। भगवान अर्जुनलाई सम्झाइरहनु भएको छ, धकेलिरहनु भएको छ, फकाइरहनु भएको छ, गाली गरिरहनु भएको छ। अर्जुन डराइरहेका छन्। आफ्ना अगाडि छन्, आफन्तहरू छन्। त्यहाँ युद्धमा शस्त्र चलाउनु पर्नेछ। आफन्तहरूलाई युद्धमा शस्त्र चलाएर उनीहरूसँग चाहिँ जित्नु पर्नेछ। त्यसैले अर्जुनलाई गाह्रो भएको छ। भगवान सम्झाउँदै हुनुहुन्छ, यो शरीर भनेको त जसरी हामी बच्चा थियौँ, जवान भयौँ र वृद्ध हुँदैछौँ, त्यसै गरी यो शरीर पनि परिवर्तन भइरहन्छ। धीर पुरुषहरूले यसमा पीर गर्नु हुँदैन, मोह गर्नु हुँदैन, यसमा अड्किनु हुँदैन। त्यसैले हे अर्जुन, तिमी अगाडि बढ भन्दै हुनुहुन्छ। यो चाहिँ भगवानले दिनुभएको प्रमाण हो। हेर अर्जुन, जसरी तपाईँको हाम्रो बच्चाको बेलाको जस्तो साना हातहरू थियो, अहिले छैन। सानो चप्पल ठिक हुन्थ्यो सानो बेलामा। बाबा आमाको चप्पल चाहिँ कहिले ठिक होला र लाउँला जस्तो हुन्थ्यो। ठुलो चप्पल लाएर हिँड्न मन लाग्थ्यो। बाबा आमाका लुगाहरू लाउन मन लाग्थ्यो। छोराहरूलाई बाबाको कमिज कहिले ठिक होला भनेर लाउने प्रयास गर्नुहुन्थ्यो। त्यसै गरी हामी जवान भयौँ र वृद्ध अवस्थामा जाँदैछौँ। त्यही शरीर हो। पहिला त्यही शरीर कलिलो हुन्थ्यो, त्यही शरीर बिस्तारै जर्जर हुँदै जान्छ र आफ्नो शरीरले पनि साथ दिन छोड्छ वृद्ध अवस्थामा। जसरी जवानीमा जे गरे पनि फुर्ती एकैछिनमा आइहाल्थ्यो भने वृद्ध अवस्था हुँदै जाँदाखेरि जोसहरू घट्दै जान्छ। त्यसै गरी यो शरीर पनि परिवर्तनशील छ। यो माटोको शरीर हो, माटोमा मिल्छ र आत्माले अर्को रूप धारण गर्छ। जुन दिन आत्माले यो शरीरलाई छोडेर जान्छ, यो शरीर गल्दै जान्छ, सड्दै जान्छ, कुहिँदै जान्छ। यसलाई कि गाड्नुपर्छ कि त पोल्नुपर्छ। जसरी भए पनि माटोमा मिल्नुपर्छ। माटोमा मिल्दै जान्छ। पानीमा मिल्छ, हावामा मिल्छ, अक्सिजनमा मिल्छ। अनि माटो जति बाँकी छ त्यो माटोमा नै मिल्छ। त्यसैले हे अर्जुन, धीर पुरुषहरूले यसको मोह गर्दैनन्। यसलाई जे छ त्यसलाई स्वीकारेर स्थिर बनेर अगाडि बढ्छन्। त्यसै गरी तिमीले पनि स्थिर बनेर अगाडि बढ भनेर आफ्ना शिष्यलाई भगवान श्रीकृष्णले सम्झाउँदै हुनुहुन्छ। गुरुले आफ्ना शिष्यहरूलाई सम्झाउँदै हुनुहुन्छ। हस्त, जय होस्, शुभ दिन।